लिडर्स र पोलिटिसियनमा धेरै फरक छ। लिडर्सहरू चाहिँ देशको समृद्धिको लागि, देशको सुशासनको लागि, देशलाई परिवर्तन गर्नको लागि, देशको इकोनोमिक ट्रान्सफर्मेसन गर्नको लागि अगाडि बढ्ने पोलिटिसियनहरू नै लिडर्स हो। पोलिटिसियन त हो तर लिडर्स हुन सकेन। त्यो हुनाले नेपाल लामो समयदेखि राजनीतिक परिवर्तन भइरहेको 7 सालदेखि अहिलेसम्म आउँदाखेरि करिब 75 वर्षको राजनीतिक परिवर्तन, 7 साल, 17 साल, 47 साल, 65-63 यो सम्पूर्ण परिवर्तन, राजनीतिक परिवर्तनले देशमा लिडरसिप खोजेको थियो। त्यो भनेको देशलाई समृद्ध बनाउने लिडरसिप, डेभलपमेन्ट लिडरसिप। त्यो कहिले पनि आउन सक्यो। त्यो नआउँदाको अवस्था आज हाम्रो रोजगारी सृजना भएन, देशमा इकोनोमिक ट्रान्सफर्मेसन हुन सकेन, देशभित्र सुशासन कायम हुन सकेन, सामाजिक न्यायले जुन प्राथमिकता पाउनु पर्ने त्यो हुन सकेन। यी सबै कारणले देश एउटा राजनीतिक अस्थिरता लिएर अगाडि बढ्यो। राजनीतिक अस्थिरता किन आउँछ? अस्थिरता किन हुन्छ भने जब इकोनोमिक ट्रान्सफर्मेसन हुँदैन, आर्थिक क्रान्ति हुँदैन, आर्थिक समृद्धतर्फ अगाडि बढ्दैन र जब देश चाहिँ भ्रष्टाचारले ठुलो हुन्छ, सुशासन कायम हुन सक्दैन, त्यसपछि हरेक राजनीतिक सिस्टम, राजनीतिक परिवर्तनले फेरि अर्को राजनीतिक परिवर्तन खोज्दै जान्छ। यो हाम्रो नेपालको अहिलेसम्मको परिस्थितिको विश्लेषण यही हो। त्यो हुनाले अब हामीले कतातिर जानुपर्छ, अब कस्तो दिशामा अगाडि बढ्नुपर्छ भन्ने कुरा चाहिँ हामीले गम्भीर रूपमा सोच्नुपर्ने विषय हो। एउटा राजनीतिक परिवर्तन भएर एउटा सिस्टममा चलिरहेको अवस्थामा एउटा विद्रोह, जेन्जी आन्दोलनको एउटा विद्रोह, जेन्जी आन्दोलनबाट 2 दिनमा सरकार परिवर्तन भयो। यो सरकार मात्रै परिवर्तन भएको हो, यो सिस्टम व्यवस्था परिवर्तन भएको होइन। यो सरकार मात्रै परिवर्तन भयो। यो फ्रस्ट्रेसन, यो जुन किसिमको निराशा हिजोदेखि थियो, जुन किसिमको आक्रोश हिजोदेखि थियो, त्यो वर्षौँदेखिको सञ्चित भएर बसेको आक्रोश र निराशाको विस्फोटन थियो। त्यो आक्रोश किन पैदा, किन त्यो आक्रोश र निराशा पैदा भने नेपालमा रोजगारी कायम भएन, नेपालमा सही व्यक्तिहरूले काम गर्न पाएन, सही व्यक्तित्वहरूलाई काम गर्न दिएन र हाम्रा व्यक्तित्वहरूलाई बढी प्राथमिकता दियो। राम्रा व्यक्तिहरू कामबाट वञ्चित गराए, त्यस्ता व्यक्तित्वले सही ठाउँ पाएन र सुशासन कायम हुन सकेन, भ्रष्टाचार बढ्दै गयो, देशमा रोजगारी भएन। यी सबै कारणले गर्दाखेरि देशमा फ्रस्ट्रेसन, यो जुन किसिमको निराशा र आक्रोश बढ्दै गएको थियो, त्यो आक्रोशको जुन विस्फोटन 22, 23 र 24 गतेको जनआन्दोलनको रूपमा प्रकट भयो र सरकार परिवर्तन भयो, व्यवस्था परिवर्तन जनताले खोजेको पनि हो। यो जनताले नेपालमा देशभित्र सुशासन कायम होस्, रोजगारी दिने परिस्थिति आओस् र देशलाई समृद्धतर्फ अगाडि बढोस् भन्ने
त्यो अहिले 75 वर्षमा 75 गुणा मात्रै बढेको रहेछ। चाइनाको करिब 350 गुणा बढेको रहेछ र इन्डियाको करिब 150 गुणा बढेको छ। यत्रो ठुलो देशहरूमा यत्रो ठुलो चाहिँ आर्थिक क्रान्ति भएको छ, जुन किसिमको अर्थतन्त्र बनेको छ, त्यो अर्थतन्त्र हामीले ल्याउन सकेनौँ। यी सबैको कारण यो समयमा विद्रोह भइरहेछ। अझै पनि विद्रोह हुन्छ। अझै पनि तपाईँले राम्रोसँग आर्थिक क्रान्ति गर्न सकेन, देशमा इकोनोमिक ट्रान्सफर्मेसन ल्याउन सकेन भने अझै पनि विद्रोह भइ नै रहन्छ। जोसुकै आउँछ त्यसले ठेक्न सक्दैन। त्यो भएको हुनाले अब नेपालको स्थायित्वको लागि, देशको स्थायित्वको लागि आर्थिक क्रान्ति जरुरी छ। सामाजिक न्याय र सुशासन एकदमै महत्त्वपूर्ण छ। भ्रष्टाचार मुक्त देश, सुशासन मात्रै कायम भयो भने धेरै कुरा समाधान हुँदै जान्छ र डेलिभरी सबभन्दा महत्त्वपूर्ण छ। अब भाषणले होइन, बोलेर होइन, एक्सन कामले यो आजको समस्या भनेको यो हाम्रो संरचनाभित्र काम गर्न नदिने र काम नगर्ने प्रवृत्ति छ। ऐन कानुन त्यस्तै छ, काम नगराउने र काम गर्न नदिने हाम्रा ऐन कानुन नियम नीति त्यस्तै किसिमको छ। यस्ता ऐन कानुन नियमलाई पूर्ण रूपले खारेज गरेर नयाँ किसिमले अगाडि बढ्नुपर्छ भन्ने म बारम्बार भन्छु र कार्यान्वयनमा समस्या, सबभन्दा ठुलो कार्यान्वयनमा समस्या। म अस्ति मन्त्री भएदेखि म धेरै ठाउँमा पुगेको छु। सकेसम्म मैले समय मिलाएर पुग्ने गरेको छु। 3टा मन्त्रालय छ, ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार, सडक र सहरी विकास, सबै मन्त्रालय मैले हेरेको छु, बुझेको छु। 2 महिनामा जति बुझ्न सकेँ मैले धेरै बुझेको छु। हरेक ठाउँमा जनताको दैलोमा, घर दैलोमा पुगेर जुन अनुभव मैले गरेँ अत्यन्त नाजुक छ। म झापाको कन्काई पुलमा पुगेँ। कन्काई पुलको झापाको त्यो कन्काई पुलले 2टा गाउँपालिका जोड्छ। लाठी राजमार्ग हो, त्यो नबनेर जनतालाई त्यति ठुलो गाई भर्का छ। 10-15 मिनटमा आउन सक्ने वा आवाजाही गर्न सक्ने ठाउँमा करिब 2-3 घन्टा लगाएर हिँड्नुपर्ने बाध्यता छ। 15 वर्षसम्म ठेक्का भएको काम न ठेक्का तोड्छ न काम गर्छ। सरकार पनि हेरेर बस्छ। निर्माण व्यवसाय लापत्ता, कन्ट्र्याक्ट लिएको छैन, अनि त्यो ठेक्का जीवित छ, काम गर्दैन। त्यो डेलिभरी कसले दिने, त्यो कार्यान्वयन कसले गर्ने? त्यस्तै गरेर कमलामाईमा म अस्ति टुङ्गा काटेर 15 वर्षसम्म ठेक्का भएको काम गर्दैन, काम हुँदैन। म जाँदा चाहिँ टुङ्गा काटेर 5 मिनटमा वारपार हुने ठाउँमा करिब 80-90 किलोमिटर घुमेर जनता चाहिँ एउटा जिल्लाबाट अर्को जिल्लामा जान्छ। हिजो राति मात्रै करिब 9 बजेसम्म जेनेरेटर बालेर जनता बाहिर बसिरहेको छ। नदीको किनारामा पाल तारेर जेनेरेटर बालेर मन्त्री आउनु पऱ्यो भनेर बसिरहेको छ। राति 9 बजे नपुग्यो, 9 बजे त्यो खोलाको किनारा यो पुल किन बनेन? करिब 10-11 जना मन्त्री आएर बोले, पुल बनेन। त्यो पनि 13-14 वर्ष भएको बागमती पुल रौतहट र सर्लाहीको जिल्ला जोड्ने 5-7 मिनटमा चाहिँ सदरमुकाम वारपार गर्ने ठाउँ अब अर्को माथि बागमती पुल पुगेर सदरमुकाम पुग्दाखेरि मलाई नै हिजो गरी 1.5 घन्टा लाग्यो। अनि यस्ता समस्या, त्यहाँ आक्रोश यति ठुलो आक्रोश
जनता एउटा छ त्यहाँ लगेर गाउँपालिकाले बिउ काट्नु हुन्छ। गाउँमा डाँडामा त देखियो अलिकति नै डाँडामा बिउ काट्छ। अनि त्यसपछि सरकारी अफिसहरू ठुला बनाएको छ। बिल्डिङ बनायो, कसलाई काम दिने ल्यान्ड बनाएको छ। त्यो बिल्डिङ किन चाहियो? भाडामा गएर पनि हुन्छ। त्यो बिल्डिङ 2 खरबभन्दा बढीको पैसा त्यो पुल बनाउने बेलामा देशभरि पुलै छैन, कहीँ पनि पुल छैन, जनता आक्रोश भइरहेछ। यस्ता ठाउँमा किन लगानी गर्नु पर्यो? जनताले चाहेको ठाउँमा लगानी गर्नु पर्यो। त्यही हो डेलिभरी। डेलिभरी जनताले चाहेको ठाउँमा लगानी गर्ने तत्काल सुविधा दिने, त्यही हो डेलिभरी। त्यसपछि समृद्धिको कुरा आउँछ अनि त्यसपछि सम्पन्नता भएपछि त्यसले प्रोडक्टिभिटीमा आउँछ, धेरै चाहिँ सपोर्ट गर्छ। कृषिमा हामीले ठाउँ ठाउँमा सिँचाइ चाहियो भनेर हाहाकार गरिरहेको छ। तराईको सबै जिल्लामा सिँचाइ चाहियो, सिँचाइ चाहियो, सिँचाइ दिनुपर्छ। सिँचाइको लागि 10 अरब लगानी गर्यो भने कति ठुलो लगानी, त्यसको प्रोडक्टिभिटी कति आउँछ, कति मान्छेले रोजगारी पाउँछ। अनि 10 अरबको एउटा बिल्डिङ बनाउने, अनि त्यो बिल्डिङ चाहियो पैसा, त्यो किनभने हाम्रो पहाडी टिकटतिर गएको यो एकदमै महत्त्वपूर्ण। सिँचाइमा लगानी गर्नुपर्छ। सिँचाइमा लगानी जनता कृषक हिजोदेखि रोइरहेछन्, हामीलाई चाहिँ के अरे सिँचाइको लागि, खेती गर्नको लागि सिँचाइ छैन, पानी छैन, हाहाकार छ। त्यो सिँचाइ ल्याइदिनु पऱ्यो भने गराइरहेछन्। त्यसमा 1 रुपियाँ बजेट छुट्टिँदैन, तर बजेट कहाँ छुट्टिन्छ? को मान्छेलाई कहाँ ठेक्का दिनु पऱ्यो, कसलाई कुन ठाउँमा ठेक्का दिनु, त्यसरी छुट्टिन्छ। त्यसरी पनि प्रायोरिटी हुन्छ, हुँदैन। यो मैले अब ऐन कानुनमा हेर्नुहोस्, वनको त मैले सधैँ भन्ने गरेको छु, वनको कानुनमा कति गाह्रो छ, जग्गा अधिकारमा कति गाह्रो छ। लाई आइडेन्टिफाई गरेर त्यो समस्या समाधान गरेर अगाडि बढ्नु नै नेपालको डेभलपमेन्टको प्रस्पेरिटीको एउटा आधार। त्यो आधार तयार गर्न सकेन भने कसैले पनि गर्न सक्दैन, अगाडि बढ्न सक्दैन। यो आगामी दिनमा यो गर्नुपर्ने एकदमै महत्त्वपूर्ण विषय यिनीहरू। र मैले यो पोखरामा आउँदाखेरि, यहाँ सायद पोखराकै साथीहरू सबै हुनुहुन्छ, पोखरा एउटा पर्यटन नगरी, यो बागमती के अरे गण्डकी प्रदेश यस्तो चाहिँ पर्यटन क्षेत्र हो। यो पर्यटन क्षेत्रलाई चाहिँ नेपालको एउटा पर्यटन यत्रो चाहिँ उद्योगलाई चाहिँ अगाडि बढाउनुपर्छ। नेपालको पर्यटनको आधार के हो? नेपालको पर्यटन भन्छौँ 10 लाख 20 लाख ल्याउने भन्छौँ, चाहिँ 50 लाख पर्यटन भित्राउने भन्छौँ, तर आउने त त्यही 10-15 लाख पर्यटन मात्रै भइरहेछ। त्यसको आधार पूर्वाधार के हो? अहिले 2 देशको मात्रै पूर्व, उत्तर र दक्षिणको मात्रै पर्यटनलाई हामीले एट्र्याक्ट गर्न सक्यो भने 1 करोड पर्यटन यहाँ नेपालमा आयो भने त्यसले जिडिपी ग्रोथमा कति इम्प्याक्ट गर्छ? 1 करोड भनेको के पनि होइन। अब चाइनाबाट 1 करोड, इन्डियाबाट 1 करोड 2 करोड मात्रै पर्यटन यहाँ नेपालमा आयो भने, अनि हामीले यो त्यो पर्यटकहरू आउँदाखेरि हामीले फेक्न सक्ने संरचना हाम्रो छ कि छैन? होटेलहरू छ कि छैन? हाम्रो चाहिँ पूर्वाधार कस्तो छ? त्यो पूर्वाधार महत्त्वपूर्ण छ। त्यो पूर्वाधार नबनाउने हरेक वर्ष हामीले फेरि पर्यटन हामी 20 लाख ल्याउँछौँ, अर्कोले भन्छ 20 लाख ल्याउँछौँ, पूर्वाधार त्यो पनि छैन। त्यो पूर्वाधार बनाउनेतिर गइरहेको छैन। त्यो महत्त्वपूर्ण छ। पर्यटन हाम्रो लागि ठुलो हो, कृषि त्यत्तिकै महत्त्वपूर्ण छ। र पर्यटनमा हाम्रो यो नेचुरल जुन एडभेन्चरस पर्यटन, कल्चरल टुरिज्मदेखि लिएर हाम्रो यो रिलिजियस टुरिज्म र हाम्रो जति पनि नेचुरल हिसाबले देखिएका क्षेत्रहरूको यो ट्रेकिङ टुरिज्महरू जुन छ, यो पर्यटनलाई प्रमोट गर्नलाई के गर्नुपर्छ त भन्दाखेरि त्यो पूर्वाधार तयार गर्नु चाहिँ महत्त्वपूर्ण छ। राज्यले गर्नुपर्ने त्यो विषय त्यो हो। अब मैले पोखराको कुरा गर्दाखेरि यहाँ सबै किसिमको पर्यटनको सम्भावना छ। रिलिजियस पर्यटनको पनि तपाईँ
मुक्तिनाथसम्मको कुरा गर्नुहोस् अनि ट्रेकिङ टुरिज्म एडभेन्चरस टुरिज्म सबै कल्चरै कल्चर भएको देश झन् यो के अरे गण्डकी प्रदेश कल्चरै कल्चर भएको ठाउँ यसलाई कसरी प्रमोट गर्ने भन्ने विषय चाहिँ एकदमै महत्त्वपूर्ण छ। कनेक्टिभिटी सबभन्दा ठुलो चाहिँ रोड कनेक्टिभिटी। अहिले काठमाडौँदेखि पोखरासम्म आउनलाई चाहिँ घन्टौँ दिनभरि लाग्ने अवस्थालाई कसरी सर्ट गर्ने, छोटो कसरी बनाउने, रोडहरू कसरी छिटो बनाउने, यो रोड नबनेर कति दुःख थियो। हामीले बारम्बार कुरा चाहिँ कन्ट्र्याक्टरलाई पुस गरेर धेरै काम गरेपछि अहिले यो चाहिँ मुखिङदेखि पोखरासम्मको रोड सिद्धिन चरणमा पुगेको छ। बन्छ कि बन्दैन, कन्ट्र्याक्टरले काम गर्छ कि गर्दैन भन्ने अवस्था थियो। अब बन्ने भयो, सिद्धिने चरणमा पुगेको छ। सबभन्दा सुखद कुरा यो रोड अब मुखिङदेखि यहाँसम्मको रोड र काठमाडौँदेखि यो नौबिसीदेखि मुखिङसम्मको रोड अहिले बनिरहेछ। नौबिसीदेखि मुखिङसम्मको रोड दिनमा 5 घन्टा बन्द गरेर ओल्ड ब्याङ्कको 5 घन्टा बाटो आवत जावतै बन्द गरेर छिटो गर्नुपर्छ भनेर हामी काम गरिरहेछ र ओल्ड ब्याङ्कको चाहिँ उसमा सपोर्टमा काम भइरहेछ। अब काठमाडौँदेखि पोखरासम्म चाहिँ पिचको फास्ट ट्र्याकमा अब 6 घन्टासम्म लाग्ने ठाउँमा 4 घन्टा 3 घन्टा 4 घन्टामा आउन सक्ने भयो भने टुरिस्टहरूलाई रोडैबाट चाहिँ हेर्दै ठाउँ हेर्दै आउन कति चाहिँ राम्रो हुन्छ। किनकि यो पनि बन्दैछ, यो कनेक्टिभिटी काठमाडौँ टु पोखराको कनेक्टिभिटी अब केही समयपछि एकदमै राम्रो हुन्छ भन्ने मलाई लाग्छ। अर्को कनेक्टिभिटी काठमाडौँबाट के अरे पोखराबाट बुटोलको कनेक्टिभिटी अहिले त्यति लामो 6 घन्टा जति लाग्छ। त्यो कनेक्टिभिटीको लागि हामीले एसियन इन्फ्रास्ट्रक्चर ब्याङ्कबाट सपोर्टमा अहिले करिब 6 घन्टाको रुटलाई 3 घन्टामा झार्ने गरेर नयाँ रुट बनाएर र त्यसलाई चाहिँ टनल केही ठाउँमा टनल बनाएर चाहिँ अगाडि बढाएका छौँ। त्यसले इन्डियासँगको कनेक्टिभिटी सर्ट गराउँछ, त्यसले पोखरालाई एकदमै ठुलो सपोर्ट गर्छ। त्यो कनेक्टिभिटीको पनि काम अगाडि बढेको छ। अर्को चाइनासँगको तपाईँ कोराला नाकासँगको माथि गयो भने जुनसम्म माथि गयो भने पिच रोडहरू छैन र कोराला नाकासम्म पिच गर्ने गरेर हामीले टेन्डर प्रक्रिया सुरु गरेका छौँ। ठुलो लगाए किनभने एउटा कनेक्टिभिटीको हिसाबले यो जमसम माथि पिच रोड छैन, ठुलो धुवा हुन्छ। यसलाई पिच गर्नको लागि अर्थ मन्त्रालयको सहमतिमा हामीले कोराला नाकासम्म पिच गर्ने हिसाबले अगाडि बढेका छौँ। यो रोड कनेक्टिभिटी एकदमै महत्त्वपूर्ण छ। यसले गर्दा चाइनासँगको कनेक्टिभिटी, इन्डियासँगको कनेक्टिभिटी र काठमाडौँको क्यापिटल सिटीसँगको कनेक्टिभिटी एकदमै स्ट्रङ भएर जान्छ। यसले टुरिज्मलाई प्रमोसन गर्छ र आन्तरिक रोडहरूको त छँदैछ। अब अर्को कनेक्टिभिटी भने चाहिँ एयरलाइन्सको कनेक्टिभिटी, जुन एयरलाइन्स यहाँ छ, यहाँ अहिले चाहिँ एयरपोर्ट छ, एयरपोर्ट इन्टरनेसनल एयरपोर्ट छ। इन्टरनेसनल स्ट्यान्डर्ड एयरपोर्ट बनेको चाहिँ सही सदुपयोग हुन सकेको छैन। यसको प्रयोग चाहिँ त्यो हिसाबले हुन सकेको छैन। जब यो इन्टरनेसनल फ्लाइटहरू एयर कनेक्टिभिटी चाहिँ इन्टरनेसनली कनेक्ट हुन्छ, यो पोखराको लागि सबभन्दा ठुलो महत्त्वपूर्ण विषय त्यही हुनेछ। अहिले आन्तरिक टुरिज्म त्यत्रो ठुलो लगानी गरेर आन्तरिक टुरिज्मको मात्रै चाहिँ आन्तरिक कनेक्टिभिटी मात्रै गइरहेछ। इन्टरनेसनल कनेक्टिभिटी ल्याउनुपर्छ। आगामी दिनमा एउटा ठुलो एजेन्डा, सरकारको एजेन्डा यो पनि हुनुपर्छ। इन्टरनेसनल टुरिस्टहरू डाइरेक्ट जापानबाट युरोपबाट पोखरा आउन चाहन्छ भने डाइरेक्ट फ्लाइट गर्न पायो भने यहाँबाट धेरै राम्रो कनेक्टिभिटी हुन्छ। र ट्रान्समिसन लाइनको कनेक्टिभिटी, यो क्षेत्र हाइड्रोको हब्स एकदमै ठुलो हब्स छ। कालीगण्डी करिडोर, मर्स्याङ्गी करिडोर र यहाँ नानी करिडोर, त्यहाँ सेफ्टी करिडोर यति खुला छ। करिब चाहिँ 3000 मेगावाटभन्दा बढीको प्रोजेक्टहरू चाहिँ अन्डर कन्स्ट्रक्सन डिफ्रेन्ट स्टेजेसमा छ। ट्रान्समिसन कनेक्टिभिटी तपाईँ कालीगण्डी करिडोर 200 स्टेट लाइन बनाएर हामीले बुटोलसम्म जोडिसकेका छौँ, दानादेखि जोडिसकेका छौँ। मर्स्याङ्गी करिडोर चाहिँ यो मर्स्याङ्गी मनाङदेखि लगेर बुटोल जोड्दैछौँ 700 केबी लाइन
जोड्दैछौँ र यसको चाहिँ आन्तरिक कनेक्टिभिटी पनि जोड्दैछौँ। यहाँ चाहिँ पोखरासम्म 120 केबी लाइन ल्याएर यहाँ भोलि 2050-60सम्मको लोड कति आउँछ भनेर त्यो कनेक्टिभिटीहरू ट्रान्समिसन लाइनको एक्सटेन्ड गर्ने र यहाँ बेरोटामा ठुलो सबस्टेसन बनाइरहेको छौँ जापानिज ग्राममा, जापानिज सहरमा। र त्योले गर्दाखेरि काठमाडौँ पोखराको वरिपरि रेल बनाएर रिलायबल सप्लाई, स्ट्रङ सप्लाई करिब 2000 मेगावाट यहाँ 1500देखि 2000 मेगावाटको डिमान्ड आयो भने पनि पोखराले धान्न सक्ने गरेर त्यो कनेक्टिभिटी बनाइरहेको छ। यसमा युरोपियन इन्भेस्टमेन्ट ब्याङ्क, EU, युरोपियन युनियन, KfW, जर्मनी सहयोग सबैलाई लगाएर र प्याकेज बनाएर मैले 5 वर्ष अगाडिदेखि सुरु गरेँ, अहिले इम्प्लिमेन्टेसनमा आइसकेको छ। पोखरा, भरतपुर र भैरवा बुटोल एरियाको यो ट्रायङ्गलमा चाहिँ हामीले स्ट्रङ चाहिँ इलेक्ट्रिसिटी नेटवर्क बनाउने र ग्रिन इकोनोमीलाई वृद्धि गर्ने, प्रमोट गर्ने भनेर त्यो नेटवर्कहरू ग्राममा करिब 400 मिलियन 400 मिलियनको प्रोजेक्ट चाहिँ $1 मिलियन प्रोजेक्टहरू सञ्चालन गरिरहेको छ। अब पोखरामा कुनै पनि दिन बत्ती नजाने र क्वालिटीको सप्लाई हुने स्थिति बन्दैछ। ट्रिपिङ हुन्छ नि, टेक्निकल समस्याहरू टाइम टाइममा ट्रिपिङ हुन्छ। त्यो टेक्निकल समस्या यस्ता संरचनाहरू नबनेर ठुल्ठुला संरचनाहरू बनाउनुपर्छ, लगानी गर्नुपर्छ। त्यसको लागि ठुलो लगानी चाहिन्छ, त्यो लगानी गरिरहेको छ। त्यो अब आगामी दिनमा पोखरा एउटा रिलायबल सिटी, क्वालिटीको सिटी, सुन्दर, आँखाले हेर्दा पनि कति सफा देखोस्। अहिले तपाईँले चाहिँ मुगलिनबाट आउँदै गर्दाखेरि बिचमा कुनै पोल देखिँदैन, दुईतिर पोल त राखेको छ तर स्टिल पोलको त्यो पनि राम्रो हिसाबले हामीले यो तपाईँ चाहिँ जगनगौडादेखि त्यो म आज सर्प हेरेर आएको थिएँ र लेखनाथ अनि यो क्षेत्रमा अहिले रोड राम्रो बन्दैछ, बनिरहेछ। त्यो कारणले यो बिस्तारै संरचनाहरू बन्छ, पोखरा सुन्दर हुन्छ। त्यसको हामी ब्याकग्राउन्डमा ठुलो काम गरिरहेछ, त्यो देखिन्छ। अनि मैले भन्न खोजेको कुरा के हो भने यो पोखराको एउटा उदाहरण, यहाँ 1000 मेगावाटको प्रोजेक्ट बन्दैछ। 1000 चाहिँ मेगावाटको प्रोजेक्ट यहाँबाट चाहिँ बनेर इन्डियासम्म एक्सपोर्ट हुन्छ। हामी चाइना पनि जोड्दैछौँ, यतैबाट चाइना पनि जोड्दैछौँ। त्यो भनेपछि यो कनेक्टिभिटीले धेरै ठुलो काम गर्छ। अहिले केरुङ काठमाडौँको रेलवे लिङ्कको पनि स्टडी चाहिँ फाइनल चरणमा छ। मेरै मन्त्रालयले पर्छ यो केरुङ काठमाडौँको रेलवे लिङ्क र काठमाडौँ पोखरा रेलवे लिङ्क, यो दुइटै चाहिँ स्टडी चाहिँ फाइनल चरणमा छ।